राईहरूको घर बनाउने सांस्कृतिक विधिमा एउटा छुट्टै दर्शन पाइन्छ। सबैभन्दा केन्द्रबिन्दु तीन चुलालाई यानि डाइहुलुङ वा सुक्तुलुङलाई मान्दछन्। यो तीन चुलामा राईहरूको जन्मेदेखि मृत्युसम्म सांस्कृतिक विधिहरू सबै यही चुलामा गरिन्छ। चुल्होदेखि मछामा छिदुमसम्मको अर्को भाग, चुलोदेखि मूल खम्बासम्मको भाग, मूल खम्बादेखि मूल ढोकासम्मको भाग, मूल ढोकादेखि सिकुवासम्मको भाग, सिकुवादेखि बलेसीसम्मको भाग र आँगनदेखि बाहिर पर्यावरणीय संसार। यी परिधिहरूभित्र आफ्नै हिसाबले दाजुभाइ, वंश, नातागोता, जात जाति, वर्ग, पेसा आदि मर्यादा क्रमको सांसारिक व्यवहार र विनिमयको कामहरू हुने गर्दछन्। पराल वा खरको छाना, ढुङ्गा माटोको गारो, काठको झ्याल र चुलामाथि भार राख्ने परम्परा छ। घरको छेउमा सिस्नु र अदुवा बारीमा यसरी अनिवार्य रोप्नु पर्दछ। भनिन्छ 10 राई 10 भाषा 1 चुल्हो। हरेक राईहरूको एउटा महत्त्वपूर्ण मूल देवता हो घरभित्र अवस्थित यी 3 चुल्हो। लु अर्थात् लुङ भन्नाले ढुङ्गा भन्ने बुझिन्छ र अधिकांश चुल्होहरूको नामको अन्त्यमा लु वा लुङ भएर टुङ्गिन्छ। जस्तै ताप्ले लुङ, सिप्ती लुङ, मया लुङ, घेवा लुङ आदि हुन्। सर्वोपरि चोखो, पवित्र र अति नै संवेदनशील ठानिने यो चुलोबाट जन्मेदेखि मृत्युसम्मको सबै शुभ अशुभ कार्यहरू सम्पन्न हुने गर्दछ, जसको अभावमा कुनै पनि कार्य हुन सक्दैन। राईहरूको संस्कारमा चुल्हो यथार्थ जीवनको प्रक्रियामा छिर्ने एउटा प्रशासन हो। यस समुदायमा जाँड रक्सी संस्कारगत रूपमा प्रयोग गर्दछन्। कुनै पनि कार्यमा अनिवार्य चाहिन्छ जाँड रक्सी। जन्म, विवाह, पास्ने, न्वारन, छेवर, मृत्यु, कुलपित्र, चाडपर्व, कोसेलीपात र पाहुनालाई स्वागत स्वरूप सगुनमा समेत यसको प्रयोग हुने गर्दछ। त्यसैगरी दैनिक खानपान, खाजा, स्वास्थ्य औषधि, वातावरण अनुकूल बनाउनु, कुनै पनि साहसिक कार्यको लागि स्पिरिट बढाउन समेत प्रयोग गरिने यो बौद्धिक कालमा हतियारको रूपमा प्रयोग भएको र हाल अन्य जातिले समेत आत्मसात गरेका छन्। उपचार पद्धतिमा नोचुङ अर्थात् धामीहरूमा निर्भर हुन्छन्। कुनै पनि बिरामी निदानका लागि सर्वप्रथम धामीलाई देखाउने कुलपित्र चुलालाई फलाकी मौलिक परम्परागत मूल्य र मान्यता अनुसार उपचारको विधि अपनाउँछन्। त्यसै गरी आफ्नै मौलिक जडीबुटी, चिराइतो, झारपात आदिको औषधि प्रयोग गर्ने गर्दछन्। खानपानमा भटमासबाट बनेको किनामा, गुन्द्रुकको तरकारी खाने, टिम्बुर मसलाको रूपमा प्रयोग गर्ने, खोलामा माछा मार्ने आदि स्वाभाविक दिनचर्याहरू हुन्। राईहरूले आफ्नो आराध्य देव देवीहरूको रूपमा सुम्नीमा पारुहाङ, जसलाई पारुहाङ नाइमा, त्यसै गरी किराँत प्राग इतिहासमा आदिम महिलाहरू तयामा खियामा, जाउमो खिल्मो नामले समेत चिनिने गर्दछ। रक्षकुले, खोक्ची लिपु समेतले सम्बोधन गरिने यिनै महान स्रष्टाको पालादेखि कृषि युगमा प्रवेश गरेको तथ्यहरू छन्। हाम्रो पुर्खा खेतीको पहिलो चाहिने विकास गर्नलाई ढुक्कुरबाट, होइन, ढुक्कुरको शिकार गरेर ल्याएपछि ढुक्कुरको गाँडमा भएको
त्यो अन्न छ नि उसले त कहीँबाट ल्याएर खाएको थियो बिउहरू सर र त्यो गाँड चाहिँ नि यसरी फालिदिएको त्यो चाहिँ उम्रेर चाहिँ माथि आयो त्यो खाँदाखेरि त हुने रहेछ भनेर त्यसरी उनीहरूले आविष्कार गरेको भनेर चाहिँ नि किंवदन्ती छ। यद्यपि त्यसरी नै सुरु भएको पहिला पनि कहीँ चीनमा सबभन्दा पहिला सुरु भएको भनिन्छ होइन। हजारौँ वर्ष अगाडि कोही 6000 भन्छ कोही तर धेरै हजार वर्ष अगाडि हुनुपर्छ। यो लेसीथानको तुवाचुङ डाँडामा होइन हाम्रो चाहिँ जो पुर्खाहरू बस्थ्यो हेच्छक्कु रक्षकुले चयामाखियामा त हाम्रो दिदीबहिनी होइन उहाँले लुगा लाउने तानबन्ने सभ्यता मान्छेलाई लाउने कुराहरू लाउनु पर्दो रहेछ भनेर सिकायो। त्यस बेला अब उहाँले सिकाउनु भयो। यतापट्टि खेती हुन्छ भनेर चाहिँ हाम्रो पुर्खाले सिकाएको थियो। त्यो त एकदम यथार्थ छ र आज पनि सबैमा जनविश्वास छ। यहीँ बसेर तयामाखियामा दिदी बहिनीले तान बुन्ने गर्दथ्यो र यहाँबाट तान महाभारतको डाँडासम्म टाँगिन्थ्यो। त्यसै गरी राईहरूको सांस्कृतिक आस्थाको केन्द्र शाल्पा पोखरी जुन शाल्पा र रिभ्रीमाको लोककथासँग जोडिएको छ र यिनै पुर्खा शाल्पा र रिभ्रीमाको सन्तान किराँतीहरूको जन्म भएको मिथकहरू पाइन्छ। यो शाल्पा पोखरी किराँत खम्बोरको निम्ति एउटा सांस्कृतिक र धार्मिक रूपमा ज्यादै प्रसिद्ध छ। किराँत मुद्दुम अनुसार धामी अथवा नचङले आफ्नो चुलोबाट निस्केर विभिन्न देवी देउराली पाखाहरू हुँदै जब शाल्पामा आइपुग्छ, शाल्पामा आएर विभिन्न नदीहरू जस्तै अरुण तम्मोर नदीहरू हुँदै 7 समुद्र पारी गएर आफ्नो मुद्दुम मार्फत त्यतै अब चाहिँ झार्दछ र त्यसपछि आएर आफ्ना कुराहरूलाई चाहिँ सबै समक्ष राख्दछन्। साल्पै राजा साल्पै रानी महाराजा महारानी सै राजा सै 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 रानी सै सै है 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 है। त्यसै गरी मुन्दुमको उत्पत्ति स्थल मानिने यो सिलिचोङ पर्वत राईहरूको धरोहर र आस्थाको केन्द्र हो जसको चर्चा बिना नुन नहालेको तरकारी जस्तै हुन्छ। करिब 4153 मिटरको उचाइमा यो बादलले ढाकिरहेको खम्बु किराँतहरूको र यस यारेलुङ यानि सिलिचोङ पर्वतको अत्यन्तै गहिरो सम्बन्ध रहिआएको छ। त्यसै गरी किराँती बाजाहरू र सङ्गीतहरूको इतिहास प्राग इतिहाससँगै जोडिएको विषय हो। जति बेला सिकारी युग थियो त्यही बेला सिकार गरेर त्यसको छालाबाट ढोल ढेङ्ग्रो आविष्कार भयो र विभिन्न जङ्गली जीव जनावरहरूको जीवन्त अभिनयको नक्कल नै वास्तविक आजको परिमार्जित नेपाली लोकनृत्यहरू र गीत सङ्गीत भयो। मुन्दुम, ऋषिया, सुसेली, पात बजाउने, यलम्बर बाजा, बिनायो, मुरली, मुर्चुङ्गा, ढेङ्ग्रो, झ्याम्टा, साकेला छाम, रसिया आदि हुन्। नेपाली सङ्गीतमा अहिले तपाईँको किराँती कलाकारहरूलाई आइसोलेट गर्ने हो भने, त्यसलाई निकालिदिने हो भने, खण्डित गरिदिने हो भने नेपाली सङ्गीतको आकाश खुर्पेजुन जस्तो हुन्छ। लगभग खुर्पेजुन भनेको अत्यन्त सानो आकार मात्रै हुन्छ। त्यति ठुलो नेपाली सङ्गीतको क्षेत्रमा, गायनको क्षेत्रमा, नृत्यको क्षेत्रमा, गीत रचनाको क्षेत्रमा नेपाली सङ्गीतभित्र किराँती जातिहरूको उपस्थिति भयङ्कर ठुलो छ। पेसाको रूपमा सामान्यतया कृषि तथा लाहुर जाने र वैदेशिक रोजगार भए पनि वर्तमान समयमा शैक्षिक, प्रशासन, व्यापारिक, न्याय, प्रहरी आदि क्षेत्रमा समेत उल्लेख्य सङ्ख्या पाउन सकिन्छ। राज्यमा निजामती सेवा एक महत्त्वपूर्ण पेसाको रूपमा रहेको छ र यस पेसामा अन्य जातिको तुलनामा किराँत राईहरूको उपस्थिति ज्यादै न्यून रहेको छ। तर पनि विगत केही समयदेखि विशेषतः प्रजातन्त्रको पुनर्स्थापनापछि राई जातिहरूले पनि यस पेसातर्फ चासो र आवश्यकता महसुस गरेर यसको संलग्नता बढ्दो रहेको छ र वर्तमान अवस्थामा यसको तथ्याङ्कको रूपमा हेर्ने हो भने अधिकृत स्तरमा चाखादेखि सहसचिवसम्म करिब 100 जना र सहायक स्तरमा करिब 150 भन्दा बढी राई समूहबाट चाहिँ कार्यरत भएको देखिन्छ।
राईहरू परापूर्व कालदेखि नै किराँत धर्म मान्दछन्। जसरी क्रिश्चियन धर्म बाइबलमा आधारित, हिन्दू धर्म वेदमा आधारित भए झैँ किराँत धर्म मुद्दुममा आधारित छ। मुद्दुमलाई रिदुम, मोदुम र पेलाम आदि नाम समेतले सम्बोधन गरिन्छ। शाब्दिकताको हिसाबले मुना भनेको मान्छे र दुम भनेको कुरा। यसरी मान्छेले गर्ने कुरा वा मौखिक कुरालाई मुद्दुम भनिन्छ। यो मुद्दुम ओरल ट्रेडिसनल भएको कारणले गाउँ र टोलमा यसलाई केही फरक हिसाबले लिने गरेको पाइन्छ। जनगणना तथ्याङ्क 2048 अनुसार किराँत धर्म मान्ने कुल जनसङ्ख्याको 1.7% छन्, जसमा किराँतीहरूको जनसङ्ख्या कुल जनसङ्ख्याको 4.6% रहेका छन्। कुल जनसङ्ख्या 1,84,91,097 मा 8,63,680 छन्। जनगणना तथ्याङ्क 2058 अनुसार किराँत धर्म मान्ने कुल जनसङ्ख्याको 3.6% छन्। कुल जनसङ्ख्या 2,31,51,423, जसमा 11,06,787 छन्। साकेला किराँत धर्म मुद्दुम दर्शनले दिएको एउटा संस्कार हो। वर्षमा 2 पटक उभौली वैशाखे पूर्णिमा र उधौली मङ्सिरे पूर्णिमा गरी हर्षोल्लासका साथ मनाइन्छ किराँती गाउँ बस्तीहरूमा। यस चाडलाई किराँतहरू भूमिपुत्र भएकोले आकाश, धरती, खोला नाला, वन जङ्गल, प्रकृतिप्रतिको आराधना हुन्छ एकातिर भने अर्कोतिर मृत पुर्खाहरूप्रतिको स्वच्छ श्रद्धाञ्जली नै हो साकेला। यसैलाई लिम्बूहरूले चासोक तङनाम, याख्खाले चासुवा र सुनवारले स्यादर अर्थात् फेस्याद भनी पूजा गर्दछन्। त्यसै गरी साकेलालाई राईहरूले साकेन वा साकाला, तोसी, साकेल, भूमे, वास, धेउलु, फागुलाक, गैया पूजा, साकेवा अनेकौं नामले पुज्दछन्। उभौली अर्थात् वैशाखे पूर्णिमा वसन्त ऋतुको आगमनसँगै धरतीमा बोट बिरुवाहरूले नयाँ पालुवा फेर्दछन्। वन जङ्गलमा चराचुरुङ्गीहरूले भाका फेर्दछन्। वैशाखे पूर्णिमादेखि साकेला थालनी हुन्छ। 15 दिनसम्म मनाइने यो चाडमा खेतीपाती लगाउने समय भएकोले अन्न बाली वा उब्जनी बढोस्, प्राकृतिक प्रकोप नहोस् अर्थात् आँधी बेहरी, असिना, अतिवृष्टि, रोग व्याधि नलागोस् भनी आराध्य देव सुम्निमा पारुहाङसँग शक्ति बल आशीर्वाद मागिन्छ। त्यसै अवसरमा जाडो छल्न मधेस झरेका काराङकुरुङ चराहरू सिद्धितिर फर्कने, माछाको होल पनि खोलाको शिरतिर फर्कने, गुरुङ शेर्पाहरूले भेडीगोठ सिद्धितिर लैजाने गर्दछन्। यसैलाई उभौली भनिएको हो। उधौली अर्थात् मङ्सिरे पूर्णिमा। उभौलीमा कामना गरेको अन्नबाली खेतका फाँटहरूमा पहेँलपुर हुन्छन् मङ्सिर महिनामा। धान लगायत सबै अन्नबालीले वर्ष दिन बाँचिने भयो भन्ने हर्षोल्लासका साथ पाकेको बाली सर्वप्रथम चुलोमा कुलपित्रलाई चढाए पश्चात खाने परम्परा छ।
मङ्सिरे धान्य पूर्णिमादेखि 5 दिनसम्म मनाइन्छ। मौसम हावापानी चिसो भएकोले सिद्धितिरबाट काराङकुरुङ चराहरू पुनः जाडो छल्न मधेस झर्ने, गुरुङ शेर्पाहरूले बेडीगोठ मधेसतिर झार्ने, खोलाको माछाहरू पुनः समुद्रतिर लाग्ने भएकोले उधौली भनिएको यस साकेलाको अवसरमा आराध्य देव सुम्निमा पारूहाङलाई धन्यवाद कृतज्ञता जाहेर गर्ने परम्परा नै साकेला उभौली हो। यी दुवै उभौली उधौली अवसरमा मूल धामीको घरमा सेउली गाड्ने चलन छ। साकेला पुज्दा किराँत राईहरूले गोरु काटेर पुज्ने गरिन्थ्यो। तर विक्रम सम्वत 1910मा राणाकालीन शासनबाट मुलिक ऐन जारी गरियो र गोरु काट्नु निषेध प्रतिबन्ध लगाइयो। त्यसपछि म्यागजिन तिरेर पनि साकेला पूजा र कुलपित्र गर्दै आइयो र अहिले आएर भनौँ नौसिङ्गे भालेले कुलपित्र र साकेला गरिन्छ। हाम्रो मुद्दम र ऋषियामा मात्र सीमित रहेको छ। किराँत राईहरूको मौलिक चाड साकेला 2 पटक वर्षमा पुज्ने गरिन्छ र सांस्कृतिक हिसाबले र अहिलेसम्मको तथ्यहरूलाई हेर्दाखेरि यो थोङखा साकेला सबैभन्दा पुरानो साकेला हो र यही साकेलाबाट अन्य साकेलाहरूमा पनि उत्पत्ति भएर गएको हो भन्ने मिथक र परम्पराहरूमा आइरहन्छ। साकेला उत्पत्तिको अनेकौं लोककथाहरू छन्, जस्तै दोलखाको राजा बुदाहाङको कथा, तयामा खियामा दिदी बहिनी र भाइ खोप्ची लिपाको कथा, आदिम पुर्खा हर्कबुङ र मकबुङको प्रतीक सुनचरीको चोला आदि हुन्। साकेलामा गरिने अभिनयलाई सिली भनिन्छ। सिली ठाउँ र गाउँ अनुसार ढोल, झ्याम्टा, छिटो र ढिलो फरक फरक हुने गर्दछ। प्राकृतिक चित्रणको अभिनय गर्ने जसमा मानिस र प्रकृतिसँग सामञ्जस्य गर्नुपर्दा उनीहरूले भोगेका अनुभवहरू, त्यसै गरी देवदेवीको पूजा, धारा पूजा, सूर्य पूजा आदि पर्दछन्। त्यसै गरी मानव सभ्यता कसरी सुरु भयो भन्ने कृषि चित्रणको अभिनयमा खनजोत, वन जङ्गल फडानी, कपास खेती लगाउने आदि चित्रण हुन्छन्। त्यसै गरी प्राणीहरूको अभिनय, यसमा चराचुरुङ्गीहरूको अभिनय नक्कललाई जीवन्त चित्रण गरिन्छ। त्यसै गरी आत्मिक अभिनयशीली, यसमा कयामा खियामा, सिकारी सिली, चासुङ नारुवा, पारूहाङ नाइमा आदि व्यक्तिहरूको जीवन्त अभिनयलाई नाचिन्छ। करिब 45वटा सिलीहरू वर्तमान समयसम्म पनि नाचिने गरिन्छ। सबैभन्दा पहिलो सिली नाच्ने व्यक्ति हेच्छा कुपालाई मानिन्छ। लाग्छ किराँत धर्म दर्शनले दिएका समानता, सद्भाव, सहिष्णुता, स्वाभिमान, सहानुभूति, शान्ति यसै साकेला सिलीमा पाइन्छ। नेपाल सरकारले पनि साकेलालाई एउटा राष्ट्रिय चाडको रूपमा घोषणा गरी प्रत्येक उधौली उभौलीमा एक दिन सार्वजनिक बिदा दिँदै आएको छ। समग्रमा प्रकृति नै मानवको बाँच्ने आधार। प्रकृतिलाई पूजा गर, पुर्खाहरू नभई हाम्रो अस्तित्व हुँदैन। त्यसैले पुर्खाहरूलाई श्रद्धा गर भन्ने मूल दर्शन नै भूमि पूजा वा साकेला पूजा हो।